नमस्ते सम्पूर्ण साथीहरूलाई। सबैजना सन्चै आरामै हुनुहुन्छ। म पनि एकदमै आरामै छु। भर्खर कामबाट निस्केँ है। हिजो बेलुका चाहिँ 4 बजेदेखि अहिले 9:30 भयो। लगभग 4 to 4 12 घन्टा 4 5 9 भनेपछि 17 घन्टा करिब 17 घन्टा चाहिँ काम हानेर चाहिँ निस्क्यो। काम गर्ने कम्पनी चाहिँ यो हो नि। यो कम्पनीमा काम गरेर चाहिँ अब चाहिँ टक्क साइकल चढेर रुम फर्किने। आज चाहिँ हल्का अलिअलि मसिनो पानी परिरहेको रहेछ। सो अनि हिजो पानी परिरहेको थिएन। रेनकोटहरू केही पनि नलिकन आएको थिएँ। सो अब यत्तिकै के गर्ने, अब पानी बिदा भएर जाम्ला भन्ने कुरो भएन। अब चाहिँ अलिअलि परेको छ। यो पानीले रुजिँदैन होला। अनि यहाँबाट 10 मिनट लाग्छ रुम पुग्न। मेरो चाहिँ अब डेली भ्लगहरू चाहिँ युट्युबमा चाहिँ आइरहेको छ। युट्युबलाई चाहिँ सपोर्ट गर्नु होला। अहिले चाहिँ बुढी चाहिँ रुममा सुतिरहेको छन् होला। अब गएर चाहिँ सुत्नुपर्छ है। खाना चाहिँ कम्पनीमै चाहिँ खाएर निस्किन्छौँ। सो गाइस, ल अब बाँकी चाहिँ आज बुढी फेरि रिसाइ छिन् कि हिजो चाहिँ बेलुका राति लडेर चाहिँ हातमा कहाँ दजारेर रहेछ, लागेको रहेछ। अनि मेसेज गरेको बेलामा चाहिँ म त टिकटक पोस्ट गर्नमा व्यस्त रहेछु। अनि टिकटक पोस्ट गर्ने, मेरो म्यासेज चाहिँ मतलब नगर्ने, मलाई यस्तो हुँदा पनि म्यासेज नहेर्ने, टिकटक अपलोड गर्ने भनेर चाहिँ फायर भएकै छन्। अब गएर फकाउनु पर्छ। सो अब गाह्रो छ गाइज। सो त्यही नै हो। ल अब म चाहिँ जानुपर्छ। मेरो चाहिँ गाडीमा चढेर, यो मेरो गाडी हो। टक्कै पानी भिजाएछ यार। बोल्न पनि अब नाइट काम 17 घन्टा काम हानेको भएर होला, बोल्न पनि अलि आवाज चाहिँ सुके जस्तो आएको रहेछ। सो त्यही नै हो है त। ल लास्टसम्म हेर्नु होला है त भिडियो। ल म चाहिँ यो फ्यामिली मार्टमा आइपुगेँ। मेरो रुम चाहिँ त्यहाँ नजिकै छ। त्यो फ्यामिली मार्टबाट बसेर चाहिँ बुढीलाई मनपर्ने खानेकुरा लगेर जानु पऱ्यो। फ्यामिली मार्टको चाहिँ बुढीलाई एकदम चिकन मनपर्छ। त्यो चिकन लगेर जानु पर्यो। सो यो बुढीलाई मनपर्ने चिकन। यो चिकन लगेर गएपछि बुढी चाहिँ फर्किने नि। बुढीको लागि यो चिकन पनि किने। अब यो चिकन लगाएर बुढीलाई दिएपछि अब बुढी चाहिँ खुसी भइहाल्छ नि। बुढी खुसी नभएर हुन्छ नि, खुसी हुनु पऱ्यो नि होइन। सो अब यो चिकन लगाएर, फ्यामिली चिकन चाहिँ बुढीको फेभरेट हो। सो यो चिकन लगाएर चाहिँ बुढीलाई दिएपछि बुढी चाहिँ खुस। लगाइस्। बाँकी भिडियो चाहिँ हेर्न नबिर्सनु है त। रुम पनि आइपुग्यो। अब बुढी चाहिँ अब उठ्नु गइन्, रिसाएकी छिन्। सो गाडी पार्किङ गरेँ। बुढी पार्किङ गरेर, गाडी पनि धेरै छन् है गाइस। गाडी धेरै छन्। कसैलाई चाहिएको छ भने सम्पर्क नगर्नु होला। के गर्ने, सबै बिग्रेका गाडी छन्। सो अब बुढीलाई ढुङ्गा खोल्छ है। रिसाएर फायर भएपछि अब चिकन दिएर पनि फर्किन्छन् कि फर्किँदैन हेरौँ है त। ओहायो गोजाइमास। बुढी ल ओहायो लगे बुढी यस्तो अझै गराएर बसेको र। ल कहाँहरू लाग्यो भाइ, कहाँहरू लाग्यो देखाउँछ। पानी पऱ्यो हामीहरू देखाएको आउँछ। कहाँ लोटी के तिमी पछाउनै भयो त। आफ्नै रुममा नि लोट्ने हेर, बाहिरतिर गएर लोटेको भए नि फरक पर्छ। अँध्यारो गराएर पसिन्। यस्तो बाहिर उज्यालो छ। कहाँ लोटेको खाइ हिजो लोटेको, बेलुका राति लोटेको भन्थ्यो। त्यसै हुन्छ नाटक भन न। अनि हिजो त्यो देखाएको थियो त दाग। कहाँ लडेको र? लडेकै होइन तिमीले साँच्चै भन न छिटो। लडेकै होइन के भएको त नि? अनि
यतिकै मोबाइलले दाम बस्यो नि तपाईँले लड्यो भने नाटक नगरेको तिमी लडेको त्यसै राति लडेको भनेर गर्नुभयो त्यसै कसले भन्छ र ल काममा भएको बुढालाई चाहिँ त्यस्तै टेन्सन दिनु भन्ने कसलाई हुन्छ त्यत्तिकै हो कि कसम केही भएन लास्टै रहेछ यार तिमी चाहिँ हिजो चाहिँ राति चाहिँ म काममा भएको मान्छे 1 बजेतिर काममा भएको मान्छेलाई बुढो म लडेँ यहाँ चोट उसमा हातमा लाग्यो भनेर चाहिँ दाग भएको चाहिँ फोटो देखाएको थिएन अनि अहिले चाहिँ लडेको होइन अरे कस्तो मेरो बुढी कस्तो के अब राति काममा गएको बुढोलाई चाहिँ त्यस्तो टेन्सन पिर्दिन्छ नि त अहिले आएर सोद्धाखेरि चाहिँ होइन तपाईँले त्यत्तिकै भनेको अरे के त्यस्तो नै हुन्छ छ्या के त भनेको होइन कि तिमीले हेर्नु त नि भन के यहाँ लडेको लड्यो होइन प्र्याङ्क गरेको तपाईँ भन न यार तिमी चाहिँ लास्टै रहेछ यार हेर्नु त कसम 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 मेरो कसम तपाईँको कसम लडे होइन कि त्यो कसरी भयो त नि ल त्यो हातमा चाहिँ यतिकै मोबाइल हेरेर बस्दा यहाँ डाम बसेको थियो त्यति बेला लड्यो भनेर चाहिँ भन्छ नि त ल चाहिँ भाइ नि त्यति बेला लड्यो भनेर मेरो चाहिँ कासी मासी गर्छ नि त ल सुन्नु मोबाइलले यहाँ डाम बसेको थियो अनि मलाई थाहा पनि थिएन अनि एकछिन पछि हेरेको त यहाँ कस्तो डाम भएको होइन मतलब कस्तो त्यो फोटो खिच्दाखेरि पनि कस्तो उस भयो रातै भएको थियो कि अनि ठ्याक्क दिमागमा आयो त्यो मान्छे मेरो बुढी त लास रहेछ यार मोबाइलले थिचेर रातो भयो अरे अनि मलाई चाहिँ पठाएपछि अनि म लडेँ भनेर चाहिँ प्र्याङ्क गर्छु भन्ने थिएँ राति 1:30 बजे अनि प्र्याङ्क गर्छ नि त त्यस्तो नि काममा भएको मान्छेलाई त्यस्तो टेन्सन दुःख दिन्छ नि त लास्टै मान्छे नि ल अब खाउन चाहिँ त्यो म त झन् बुढी रिसायो भने अब लडेर पनि मैले नगरेँ होइन के भयो भन्दाखेरि ठ्याक्क खाली टाइम भयो होइन अनि खाली टाइममा चाहिँ अब टिकटक त्यसलाई हल्का एडिट गर्छ नि त नोटिफिकेसन आएको भए हेर्थेँ के आउँथ्यो त नोटिफिकेसन त कसम नोटिफिकेसन आएको भए मरिजाम के एकचोटि गरेको नि अनि मैले चाहिँ मेसेन्जर खोल्दाखेरि ए लड्यो भनेर मेसेज कति बेला गरेर चाहिँ ए अब मैले मार्ने भयो भने चाहिँ मलाई शङ्का लाग्यो क्या देखेको भए त मैले गरिहाल्थेँ नि ल कस्तो नोटिफिकेसन नै आएन भन्ने भएर चाहिँ अनि मलाई डर लाग्यो तिमीले कराउँथ्यो स्योर हो तिमीले स्योर कराउँथ्यो अब टिकटक नहेरेको भए तिमीलाई थाहा हुन्न तिमीले हेरिसक्या हो मोबाइलमा टिकटक हेरिसक्या हो उस्तै पऱ्यो नसुते मैले सुत भने पनि तिमी सुतेको छैन होला जस्तो फिल लगाएर अब यिनले मलाई के भन्दै या थाहा भएर टिकटक हेरेर पनि ले टिकटक पोस्ट गर्यो मेरो मेसेज हेरेन भन्ने भएर अनि तिमीले चाहिँ त्यस्तो गर्यो क्या त्यही भयो नि काममा भएको बुढालाई त्यति भनिसकेपछि पछि होइन मैले त्यतिकै हजुरलाई जिस्काएको भनेर भन्न सक्नु मैले भन्थेँ नि ल तपाईँले मैले भएन त भन्थेँ नि तपाईँले के भन्छ टिकटक हालेको गरेर नगरेर मैले नभनेको काममा भएको बुढालाई टेन्सन दिने मेरो बुढी यार लास्टै अब रुममा आउँदा प्र्याङ्क गर्ने होइन काममा गएको बुढोलाई चाहिँ प्र्याङ्क गरेर चाहिँ टेन्सन दुःख पिर्दिने के छ्या यस्तो नि हुन्छ ल अब यो तिमीले ल्याएको मैले तिमीले किन खाने नि मै खान्छु म झन् बुढी रिसाएँ नि बुढीलाई अब गाह्रो भयो भनेर त बिहानै यस्तो मिठो चिकन ल्याएर किनेर ल्याइदिएँ तिमीले मलाई प्र्याङ्क गरेको बदलामा मै खान्छु दिन्न तिमीलाई म तताल जाऊ गर्नु तताल जाऊ तिमीलाई सजाय चाहिँ अब आयाक यारे होमा आयाक यारे यारी न छैन सताउनु त्यो बन्द गर्नु न भिडियो के हाँस्नु हुँदैन र बरस गर्दा गर्दै एकचोटि गर नि त एकचोटि आई लभ भनिदेऊ नि त आई लभ भनिदेऊ आई लभ भन न प्लिज भन न प्लिज आई लभ भन न आई हेट यु आई लभ भन न प्लिज आई लभ यु आई लभ यु फेरि ओहो बुरुस गर्दा त कस्तो राम्रो देखेको यो भिडियो मैले पोस्ट गरिदिनु ए नगर्नु न ल है त गाइस त्यही हो बुढी पनि खुसी म पनि खुसी सो ब्लग चाहिँ यही बन्द गर्न चाहन्छु अनि मेरो नयाँ ब्लगमा चाहिँ म नयाँ छु होइन अनि त्यति राम्रोसँग क्यामेराहरू खेलाउन पनि आइरहेको छैन आउँदैन पनि सो यो ट्राई मात्र हो चाहिँ किप सपोर्टिङ गाइज म पनि हजुरहरूलाई सपोर्ट गर्नेछु अनि सपोर्ट गरौँ एकअर्कालाई अगाडि बढाउँ है सो त्यही हो सो हस् नमस्ते अर्को ब्लगमा फेरि छिट्टै भेटौँला अब चाहिँ ब्लग मेरोमा कुटुङटुङ आइ नै रहन्छ अनि तपाईँहरूले चाहिँ एकदम माया गरिदिनु पऱ्यो गाइज ल त्यही नै हो है त ओके बाई